नमस्ते सबैजनालाई। म चाहिँ आज तपाईँहरूलाई पेपर कप कसरी बन्छ, हामीले कफी खाने, आइसक्रिम खाने, पपकर्न खाने कपहरू चाहिँ कसरी हुन्छ भनेर जानकारी गराउँछु। यो चाहिँ पपकर्न खाने कप हो र यो चाहिँ एकदम ठुलो हुन्छ। पपकर्न सारो चिकनहरू हालेर राख्ने र यो चाहिँ मेन गरी चाहिँ यो सिनेमा चाहिँ पपकर्न खाने कप हो। यसमा चाहिँ पपकर्न हालेर खान्छ। यो चाहिँ एकदम ठुलो हुन्छ, यो चाहिँ बिग साइजको हुन्छ। अर्को सानो साइजको हुन्छ, यो चाहिँ मैले बिग साइजको भइरहेको छु। सुरुमा चाहिँ यसरी हामीले चाङ लगाएर पेपरलाई चाङ लगाउँछौँ र कटिङ साइज अनुसार कटिङ गराएको पेपर चाङ लगाउँछौँ र चाङ लगाएर पेपरलाई चाहिँ यसरी चाङ लगाएर चाहिँ मजाले राम्रोसँग सबैतिर त्यसरी पानी हाल्न सजिलो हुन्छ र यो चाङ लगाउनु कारण चाहिँ पानी लागि हो। यो पानी हाल्दाखेरि चाहिँ कप मजाले बटारिन्छ र अनि कपमा वेस्टेज भएर आउँदैन। यो बटारिन्छ र टाँसिनुको लागि राम्रोसँग टाँसिनुको लागि चाहिँ यो पानी हाल्ने गरिन्छ। माथिको बिच सर्लक्क बटारेर त्यसमा बिट लगाउन सजिलोसँग बिट लगाउन मिल्ने हुन्छ र यसरी सर्लक्क पानी हाल्नुपर्छ त्यतिखेर त्यसरी गरी मजाले र अनि पानी हाल्दाखेरि चाहिँ बिचमा कप बनाउने यो मिसिनमा ल्याएर पानी हालिसकेपछि त्यसमा ल्याएर मिसिनमा ल्याएर हाल्नुपर्छ। मिसिनमा हालेपछि यो हिटरले मजाले यसको फिट चाहिँ टाँसिने गरी चाहिँ टाँसिन्छ। त्यो फिट टाँसेपछि चाहिँ यसबाट चिनी लिक्विड चाहिँ मिलाइदिन्छ। हिटरमा टाँसेर त्यो रोलेटले चाहिँ मजाले टाइट गरेर चाहिँ त्यो टाँसिन्छ। यसरी कप चाहिँ यसरी बन्छ। यो मिसिनमा हालेपछि मिसिनमा त्यसो यो चाहिँ कप चाहिँ डाल्ने तलको पेपर हो, बेस पेपर। यसले चाहिँ आफ्नो साइज अनुसार गोल काट्छ र अनि यो कपको हाल्नको लागि चाहिँ युज गरिन्छ र यसरी कप चाहिँ लिएर त्यो वेस्टेज छ छैन, बिग्रेको छैन चेक गर्नुमा जान्छ र त्यहाँ अब कति पिस अनुसार झार्ने हो त्यो अनुसार काउन्ट गरेर सेन्सरले हाल्ने झार्छ। 20 पिस 30 पिस 50 पिस कतिवटा राखेको एउटा त्यो अनुसार चाहिँ त्यहाँ झर्छ। यसरी बन्छ यो कप चाहिँ। यसरी मजाले मिसिनकै घुमेर यो सबैतिर यो मिसिनको चाहिँ विभिन्न प्रोसेसहरू हुन्छ। यो बिट काट्ने, तेल लगाउने, हिटरले तताउने, बिना तताउने फ्रिजमा हिटरले तताउने त्यो साथीलाई मिसिनले विभिन्न प्रोसेसहरू गरेर आउटपुट निकाल्छ। यो चाहिँ अब हिटर हो, यहाँ चाहिँ हिटरले तताएर चाहिँ टाँसिने काम गर्छ। यहाँनिर मजाले त्यहाँ तेल लगाउने मजाले घुमाएर त्यो बिटमा काट्ने काम गर्छु। त्यो बिट हाल्नुपर्छ चाहिँ एउटा पिनमा र एउटा चाहिँ मैले काम गर्ने मिसिन हो। यहाँ चाहिँ मैले पेपरहरू त्यही अनुसार पानी हालेर ल्याएर मिसिनमा हाल्ने गर्छु।